गैरी खेत अब आज बन्दैछ। 2-4 दिनपछि हामीले साग तरकारी खान पाइहाल्छ। हाम्रो किसान गर्ने दादा हुनुहुन्छ हैन, एकदम मेहनत गर्नुहुन्छ। ड्युटीको टाइममा पनि एकदम मेहनत गर्नुहुन्छ। खुसी लाग्छ। ल लोड हान्दिनुहोस्। हाम्रो यो खेत चाहिँ अलिकति उ भयो हैन, करेसा बारी चाहिँ हाम्रो अलिकति साग तरकारी राम्रोसँग नफलेर अर्को ठाउँमा सार्न लाग्छु उता गैरी खेतमा। यो गैरी खेतमा जानु ला अब। लगायो गैरी खेततिर। बुढायो छिटो फास्ट हानौँ न बाबा। हाल्यो गैरी खेतमा। ल यहाँ घाम लाग्छ गाइस। यहाँ चाहिँ एकदम मल घाँस हैन छैन, यहाँ छारी छैन, त्यही भएर छारी यस्तो छ है। हेर्नु पहिले लगाएको हाम्रो भेन्डा सेन्डाहरू साग पहिले लगायो, तल सागको बिउहरू यहाँ झरेर फेरि तल साग लैछ। अब बुट्टा सागको बुट्टा सार्नुपर्छ। यहाँ खुर्सानी छ हैन, खोर्सानी छ। हाम्रो गैराबारी हो। मेवा पनि फल्न लाग्यो। मेवा पनि उता फल्न लागिरहेछ।